फाइनल गाइसहरू आज हाम्रो यात्रा रहेको छ नेपाल टु इन्डियासम्मको चाहिँ यात्रा रहेको छ। हाम्रो चाहिँ सुनौलीसम्मको लागि सामान किन्नको लागि चाहिँ हामी चाहिँ आज चाहिँ बुटोलदेखि सुनौलीसम्मको यात्रा रहेको छ। तपाईँले चाहिँ अब चाहिँ हामी बालन सरकार भएदेखिको यो इन्डिया र नेपालको सिमानामा लाग्दै आएको भन्सार कस्तो छ चेक जाँच गराइ र त्यसको बारेमा पनि भनेको छौँ र नेपालको ट्राफिक व्यवस्था चाहिँ कस्तो छ, नेपालको राम्रो छ कि इन्डियाको राम्रो छ ट्राफिक व्यवस्थापन, त्यसका बारेमा भनेको छु। मैले चाहिँ भिडियो चाहिँ अन्तिमसम्म हेर्नु ट्याक्क लगाएर चाहिँ हामी चाहिँ आज यात्राको क्रममा निक्लेका छौँ। छोटो मिनो भ्लग चाहिँ मेरो अन्तिमसम्म हेर्नु होला। कस्तो लाग्छ कमेन्टमा प्रतिक्रिया गर्नु होला। देख्न सक्नुहुन्छ नेपालको चाहिँ ट्राफिकको बारेमा यस्तो राम्रो छ व्यवस्थापन। ट्याक्क रातो बत्तीमा रोक्ने अनि हरिमा हिँड्ने यो चाहिँ बुटोलको सडक हो। यस्तो व्यवस्थित गरिएको छ देख्न सक्नुहुन्छ। ट्याक्क लगाएर सबैजना चाहिँ नियमको पालना गरेर हिँड्नु भएको छ। यस्तै गरेर सबैजना नियमको पालना गरेर हिँड्नु होला। अनि पछि यहाँनिर मौसम सफा, बाटो एकदम राम्रो। बुटोलदेखि चाहिँ सुनौली नाकासम्म चाहिँ बाटो एकदम फोर लाइन बाटो अनि पिच राम्रो रहेको छ। अब चाहिँ यो सुनौलीदेखि केही ओल्तिरपट्टिको गेट यो रहेको छ नेपालपट्टिको। अनि अब सुनौली नाका चाहिँ अब केही बेरमा आउने छ। हेर जानु होला तपाईँले चाहिँ कस्तो हो सुनौली नाकाको बारेमा कतिको चेक जाँच गर्दै आइएको छ बताउने छु। के गर्नुपर्छ त्यहाँ गएर चाहिँ यो चाहिँ नेपाल भारत सीमा नाका हो। यो चाहिँ बोर्डर, यो चाहिँ बोर्डर काट्नको लागि चाहिँ यहाँ चाहिँ पुलिसहरूले चेक गर्छन् नागरिकता देखाउन मात्रै आफ्नो। ट्याक्क लगाएर चाहिँ अब बाइकबाट झरेर मैले चाहिँ नागरिकता देखाउन पर्ने हुन्छ। चाहिँ म चाहिँ बाइकबाट झरेँ अनि पछि यहाँ आएर इन्डियन आर्मीलाई चाहिँ नागरिकता देखाएर म चाहिँ पास भएर लागि इन्डियातिर जान सक्नुहुन्छ। ट्याक्क लगाएर चाहिँ यो चाहिँ नेपालको चाहिँ ट्राफिक व्यवस्थापन एकदम राम्रो छ। तर इन्डियाको चाहिँ खतम लाग्यो चाहिँ मलाई चाहिँ। न ट्राफिक नियमको पालना गर्छ इन्डियाले चाहिँ, न केही गजिङ बुझौँ, न ट्राफिक लाइट छ। जसको पालो आऊ त छिरिहाल्यो त्यस्तो छ इन्डियामा चाहिँ ट्राफिक नियमको बारेमा। मैले चाहिँ देखेअनुसार आज चाहिँ पुरा गाडी जाम छन् अगाडि। बाइकहरू चाहिँ जसको पालो आउँदै अगाडि पालो मिस्टी गइरहेका छन्। हेलमेट पनि लागिरहेको छ धेरै यसरी चाहिँ। नेपालको जस्तो नियम चाहिँ इन्डियामा रहेनछ। न ट्राफिक नियमको बारेमा लाइट छ न केही छ। त्यस्तै छ। तर भिडभाड चाहिँ बहुत छ सुनौली बजारमा चाहिँ। देख्न सक्नुहुन्छ तपाईँले जाम अगाडिपट्टि यस्तो छ। बस चाहिँ हामी बिस्तारै बिस्तारै आउनु पर्दैछौँ सुनौलीदेखि अगाडि बजारतर्फ। पछि बजारमा गएर चाहिँ केही कपडा सामान किन्ने हुने गर्छौँ। अनि पछि यहाँनिर किनिसकेपछि केही बेरमा चाहिँ घर फर्किन्छौँ। तपाईँले देख्न सक्नुहुन्छ सुनौली नाकाको ताजा अवस्था कस्तो छ याद गर्नु होला। त्यो ट्राफिक नियमको चाहिँ इन्डियामा चाहिँ खासै राम्रो देखिएन ट्राफिक नियम चाहिँ। अब चाहिँ हामी खास बुटोल आइसकेका छौँ इन्डियादेखि फर्केर। फाइनल गाइजहरू सबैजना लाइक कमेन्ट गर्न नभुल्नु होला।